हेलो एभ्रिवान, तपाईहरुलाई आजको भिडियोमा स्वागत छ। तपाईहरुलाई थाहै छ होला अहिले टिकटक, इन्स्टाग्राममा यस्तो खालको फोटो इफेक्टहरु एकदमै धेरै ट्रेन्डिङमा चलिरहेको छ। आजको भिडियोमा चाहिँ म तपाईहरुलाई यस्तै खालको इफेक्ट आफ्नो फोटोमा कसरी एप्लाई गर्ने भनेर सिकाउन गइरहेको छु। भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला। सबैभन्दा पहिला तपाईहरु आफ्नो मोबाइलको इन्स्टाग्राममा जानु होला। इन्स्टाग्राममा गइसकेपछि तपाईहरु आफ्नो प्रोफाइलमा जानुस्। प्रोफाइलमा गइसकेपछि तपाईहरुले यहाँ माथिपट्टि हेर्न सक्नुहुन्छ। तपाईहरुको प्रोफाइलको जुन स्टोरी राख्ने वाला प्लसको आइकन छ त्यसमा जानुस्। त्यसमा गइसकेपछि तपाईहरुले आफ्नो एउटा राम्रो फोटोलाई चाहिँ तपाईहरुले यसमा स्टोरीमा एड गरिदिनु होला। स्टोरीमा एड गरिसकेपछि यहाँ साइडमा हेर्न सक्नुहुन्छ तपाईहरुले इफेक्ट लेखेको एउटा अप्सन आउनेछ। तपाईहरु त्यो अप्सनमा जानु होला। त्यसपछि यहाँ तलपट्टि तपाईहरुले हेर्न सक्नुहुन्छ यहाँ थुप्रै इफेक्टहरु आएको छ। तपाईहरु यी मध्ये जुनसुकै इफेक्ट पनि तपाईहरुले आफ्नो फोटोमा एप्लाई गर्न सक्नुहुन्छ। तर अहिले भने टिकटकमा यो फ्ल्याश वाला इफेक्ट चाहिँ ट्रेन्डिङमा चलिरहेको छ। त्यसकारणले यो इफेक्ट एप्लाई गर्न गइरहेको छु। हेर्न सक्नुहुन्छ यो इफेक्ट एप्लाई गर्नलाई अलिकति टाइम लिन्छ, तपाईहरुको 10-15 सेकेन्ड जस्तो। त्यसपछि तपाईहरुको फोटो रेडी भएर आउनेछ। हेर्न सक्नुहुन्छ हाम्रो फोटो पनि रेडी भइसक्यो। र यो इफेक्ट लगत्तै अहिले यो वाला जुन डट्टी फ्ल्याश भनेर लेखेको इफेक्ट छ त्यो पनि ट्रेन्डिङमा छ। तपाईहरुले त्यो इफेक्टलाई पनि युज गर्न सक्नुहुनेछ। इफेक्ट सिलेक्ट गरिसकेपछि तपाईहरुले यो फोटोलाई चाहिँ स्टोरीमा पोस्ट गरिदिनु होला। स्टोरीमा पोस्ट गरिसकेपछि चाहिँ स्टोरीले चाहिँ ओपन गर्नु होला। स्टोरीलाई ओपन गरिसकेपछि यहाँ साइडमा 3 डट पाउन सक्नुहुन्छ। त्यसमा जानुस्। त्यसमा गइसकेपछि यहाँ हेर्न सक्नुहुन्छ फोटो सेभ गर्ने अप्सन तपाईहरुले पाउन सक्नुहुनेछ। त्यो वाला अप्सनलाई तपाईहरुले युज गरेर तपाईहरुले आफ्नो फोटोलाई ग्यालरीमा सेभ गर्न सक्नुहुन्छ र त्यहाँबाट तपाईहरुले टिकटकमा आफ्नो फोटो पोस्ट गर्न सक्नुहुनेछ। हस् त, आजको भिडियो यति नै। भिडियो मन परेमा लाइक, शेयर, सब्स्क्राइब चाहिँ गरिदिनु होला। हस् त, धन्यवाद।